एउटा हातले बिउ खेल्दै अर्को हातले पसिना पुस्दै हरिया धानका बिउ बेचिन् मेरी आमा। असारे झरीमा चर्को खोल्ने घाममा उनको दिनचर्या खेतमा यसरी नै बित्ने गर्छ। छोराछोरीलाई पढाउने अनि परिवारको पेट पाल्ने सपनामा छोराछोरीलाई पढाउने अनि परिवारको पेट पाल्ने सपनामा आफ्नो सपनालाई उनले भुलिसकेकी छिन्। सायद जवानीमा उनका पनि केही सपना हुँदो हो, न बुवाले कहिले सोध्नुभयो न त कहिले मैले सोधेँ। एकचोटि केवल कार चढ्ने कुरा गर्नुहुन्थ्यो, संसारलाई माथिबाट हेर्न चाहनुहुन्थ्यो। एकचोटि केवल कार चढ्ने कुरा गर्नुहुन्थ्यो, संसारलाई माथिबाट हेर्न चाहनुहुन्थ्यो। बुवा व्यस्त हुनुभयो समाजका कामले, म व्यस्त भए नाम कमाउने चाहनाले। आजकल त वर्षमा एउटा साडी किनिदिएर आफूलाई जिम्मेवार छोरो सम्झिन्छु। बिरामी पर्दा आफू नपुगे पनि पैसा पठाइ उनको हेरचाह गरेको सम्झन्छु। कहिलेकाहीँ सम्झिन्छु उनलाई करेसाबारीमा साग टिप्दै गरेको अनि त्यही सागसँग भात खाँदा थाल पल्किने गरी मैले चाटेको। उनका हातका स्वाद आजकल पिज्जा र बर्गर खाँदा याद गर्ने गर्छु। फास्टफुडमा बाँचेको यो जिन्दगीमा उनको तातो खानालाई मिस गर्ने गर्छु। जब असार लाग्छ हृदयमा उनको याद आउँछ। त्यत्रा धानको रोपाई यो बुढेसकालमा कसरी गर्ने भन्ने चिन्ता लाग्छ। बाल्यकाल जब सम्झन्छु उनका साडी समात्दै हिँडेको याद गर्छु। खेतीको समयमा मलाई झलुङ्गोमा सुताई हतारिँदै खेततिर गएको कहाँ भुल्छु। फेरि असार लागेको छ यो झरीमा मेरी आमाको दिनचर्या फेरि उस्तै हुँदो हो। बिहान उठेर रोटी पकाउने, नुनमा हरेक खुर्सानी मिची खेत पुर्याउने। बेला बेलामा आकाशतिर हेरी केही सङ्कोच मान्दी हुन्। गत साल जस्तै पानी कम परे, धान राम्ररी नपस्रिने पिटलिनी हुन्। प्रत्येक रोप्ने बिउमा उनी सम्पन्नताको अनुभव गर्ने गर्छिन्।